एकजना छ निकै फुलफुल गर्छ है साथी पहिलेदेखिको मनोज भट्टराई भन्ने तल 17 को वडा अध्यक्ष थियो पहिला हैन। तारालाई भोट हालेर के हुन्छ? ऊ प्रधानमन्त्रीको क्यान्डिडेट हो र होइन? ऊ केको क्यान्डिडेट हो भन्दाखेरि त्यो त सांसद क्यान्डिडेट मात्रै हो। त्यही हो यसो ढ्याप गर्ने। उनलाई जिताएर पठायो भने उसले प्रचण्डलाई प्रधानमन्त्री बनाउनलाई भोट हाल्छ। प्रचण्ड फेरि कस्तो मान्छे थाहा छ? राईहरूलाई तिमीहरूको राज्य दिन्छु, लिम्बूलाई तिमीहरूको राज्य दिन्छु भनेर राई र लिम्बूलाई झगडा गरेर झन्डै छाता जम्मा काटा है। तामाङलाई चामसालिक दिन्छु अरे, मगरलाई मगर राज दिन्छु अरे, के भन्न खोजे त्यो होइन? दिन्छु भने चाहिँ त दिनु पनि पर्छ नि त फेरि नेताले त होइन र? अब मैले पानी लिएर खुवाउँछु मैले खुवाइन है। तर त्यसमा म एकछिन आउँछु। अहिले चाहिँ फेरि कृत्रिम अभावहरू बनाउँदैछन्, ट्याङ्कर व्यवसायहरू गर्ने होला। याद कुरा छ। त्यसले गर्दाखेरि त्यस्ता मान्छे जो चाहिँ महिनै पछि आफ्नो कुरा फेर्छ, त्यस्तो प्रचण्डलाई प्रधानमन्त्री बनाएर के केही हुन्छ है? त्यसले गर्दाखेरि ताराम भोट हालेर काम छैन है। कम्फर्टेबल सरकार भन्छ, घरि के भन्छ, उसको थुप्रै छ भ्रष्टाचारको किस्सा पनि। क्यान्टोनमेन्टको किस्सा अरे खोइ बुढी गण्डकी बाबुरामले पनि भनिन्थ्यो, कति अर्बैनरले खाएको म छु भन्थ्यो, कति उसलाई टिबेट काटेन पनि त्यो कुरा पनि कहिले। त्यस्ता खालका तपाईँको भ्रष्टाचार गर्ने मान्छेहरूलाई हामीले चाहिँ तपाईँको प्रधानमन्त्री बनाउनु हुँदैन है। यो